टोखा नगरपालिकामा चाहिँ बसपा प्रहरीहरूले चाहिँ यो जुन यो देख्न सक्नुहुन्छ यो कोदोहरू जुन यो रक्सी बनाएर थुप्रो मात्रामा बेचिरहेको भन्ने जानकारी पाएपछि अहिले बसपा प्रहरीहरूले चाहिँ यहाँ आएर पुरै यो यहाँबाट लिएर जानु भइरहेको छ। यहाँ देख्न सक्नुहुन्छ हेर्नु चोकरी यो टोखा नगरपालिकामा पुरै यहाँ चाहिँ पुरै यो कोदोबाट बन्ने रक्सीहरू बनाएर ठुलो मात्रामा बेचेको भन्ने जानकारी आएपछि बालाजु बस पार्कका प्रहरीहरूले चाहिँ ट्राफिक प्रहरीहरूले आएर यहाँ निगरानी गरिरहँदा आज साँच्चै नै यहाँ हेरेको छ त ठुलो मात्रामा एउटा गाडी गइसकेको छ भने अर्को गाडीमा लोड गर्ने काम भएको छ। जुन यो बस पार्कका इन्चार्ज इन्सपेक्टर साहब शङ्कर श्रेष्ठको नेतृत्व टोलीहरूले आज यो यहाँ यसरी स्टिल अपरेसन पश्चात आज यहाँ पक्राउन सफल हुनुभएको छ। यहाँ हेर्न सक्नुहुन्छ ठुलो मात्रामा छ। यस्तो यो एक गाडी पठाइसक्नु भएको छ भने अर्को गाडीमा लोड भइरहेको छ। यहाँ हेर्न सक्नुहुन्छ। तपाईँहरू कुन कुन ठाउँबाट हेर्दै हुनुहुन्छ यस्ता अब रक्सीहरू कुन कुन ठाउँमा बनिरहेको छ नेपाल प्रहरीहरूलाई पक्कै पनि जानकारी पनि दिनुहोला भनेर अनुरोध पनि गर्न चाहन्छु।